छोरो हजुर मम्मी म आज एउटा कुरा भन्छु चित्त नदुखाइ है। के कुरा हो मम्मी? सबैका छोराछोरीले मिठो खान्छन्, राम्रो कपडा लाउँछन्, सबैका छोराछोरी घुम्न जान्छन्। तँलाई मिठो खान मन नि लाउन्न, घुम्न मन नि लाउन्न, राम्रो कपडा लाउन मन नि लाउन्न बाबु, किन हो? मम्मी है हजुरलाई थाहा छ मैले किन त्यस्तो गर्दिनँ? थाहा त छ नि। बाबाले जस्तै माया गर्नुहुन्छ, सधैँभरि हजुरको माया पाम, मलाई सबैभन्दा ठुलो कुरो त्यही नै हो मम्मी। जब हजुरले मलाई यसरी नै माया गर्नुभएको छ नि, सधैँभरि यसरी नै माया गर्नु, बाबा नभए पनि बाबाको कर्तव्य निभाउनु भएको छ मम्मी। म त्यसैमा खुसी छु मम्मी। म भोलि ठुलो मान्छे बनेर म बिरामीबाट एकदम निष्पक्ष तरिकाले निको भएँ भने हजुरलाई म सुखै सुखमा राख्छु है मम्मी। ल बाबु। मम्मी यो भिडियो सबैजनाले हेरिदिन भन्नु न। ल यो भिडियो सबैले मन पराइदिनु होला। सबैजनाले हेरिदिनु होला है सबैजनाले गाइज। हेरिदिनु होला र गाइज।